नमस्ते सम्पूर्ण मेरा युट्युब साथीहरुमा। आज म तपाईहरुलाई कुन टाइममा हामीले भिडियो अपलोड गर्दाखेरि हाम्रो भिडियो भाइरल हुन सक्छ भन्ने सम्बन्धमा धेरै प्रश्नहरु मलाई आउने गरेका छन्। आज यिनै प्रश्नहरुको जिज्ञासा समाधान गर्नका लागि म तपाईहरु सामु उपस्थित भएको छु। र हामीले भिडियो डाउनलोड गर्दा अपलोड गर्दाखेरि बिहानको टाइम र दिउँसोको टाइम र बेलुकीको टाइमलाई फोकस गर्नुपर्ने हुन्छ। बिहानको टाइममा हामीले 6 बजेदेखि 9 बजेसम्म भिडियो अपलोड गर्दा हुन्छ भने दिउँसोको टाइममा हामीले 12 बजेदेखि 2 बजेसम्मको समयमा हामीले भिडियो अपलोड गर्दा भाइरल हुन सक्छ। अनि त्यसैगरी बेलुकीको टाइममा चाहिँ हामीले 5 बजेदेखि 9 बजेको समयमा हामीले यदि भिडियो अपलोड गर्दछौं भने त्यो टाइममा एंगेजमेन्ट धेरै बढ्ने भएको हुनाले धेरै दर्शकहरूले त्यो टाइममा फुर्सद भएर हेर्ने भएको हुनाले त्यो समयमा पनि हाम्रो भिडियो भाइरल हुन सक्छ। त्यसैले यो तीनवटा टाइमहरुलाई हामीले फोकस गरी अगाडि बढ्दाखेरि हाम्रो भिडियो अवश्य पनि भाइरल हुन सक्छ, ट्रेन्डिङमा आउन सक्छ। हस् त, धन्यवाद।